हाने ने अजय ने 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 नलु नि यो कान्छन नाले कति पटन गरस् के गो ओखति हुन्छ ओखति बानी बाहिर राख्नु पर्यो नि पछि रोग व्याधि केही लाग्दैन औ बणे दाइ छोरो खेलाउने रहर त हामीलाई नि हो के अरे हेर्ने हो बिहा गर्नु त त्यसै आकाशटो खस्छ सम्पत्ति दुई फ्याक्ला हुनुपर्छ यसरी कसरी हुन्छ त नि एउटै छानो हुने दुईटा जोइ पुग्यो अच्छा वहीँ चलाएर लगिदिन्छु यसको थोत्रो भाँडो ओ भतुवा यो चिनीसरीको आदत चिया छोडेर कहाँ हिँडेको ला तेरो चिनीसरीको चिया बुढा सुगर बुढी धम्की ओ मनमा मेरो टोपीले त आफै खोजी लिनु ए मनमा होइन खोज्न है खोइले त ढिलो पहिला एकचोटि मनु भन्नु खोइले न पहिला मनु भन्नु कतिचोटि निवारण गर्छ है नक्कली मेरो नारायणको नामै मनु क्यारम त म खै नजिस बुढेसकालमा मनु हजुर बच्चा लड्लै बाहिर हेर होइन कहाँ गयो यहाँको माछा यता आछ
यो भक्ते दाईको डुङ्गा पनि सबै मक्किसकेछ छ्या नयाँ डुङ्गा फेर हुने मान्दैन त्यो भक्तले गाँडा डुबाएर मार्छ है कुन्नी माछालाई चारो हुन्छ छ्या के अलक्षिना बोलेर मुरेको हो सबैले माछाको चारो बनाएर भाडा चाहिँ कसले उठाउनु हो र तेरो बाउलाई चिन्ता नगर गल्फुते एक दिन उयो घाटमा फलामे पुल हालिदिन्छु मुखले त म केवल कारै हालिदिन्छु ओइ कसले लग्यो यहाँको माछा ल्याउ दाजै लिन्नौ र माछाको पोको भेटेनौ त्यो तिम्रो भाइ होइन क्या अरे त्यो त कसै हो कसै कुन दिन तिमीलाई माछासँगै बेच्छ त्यसले अम्मुई सुना दाजै मेरो पनि पुर्खौली पेसा हो मेरो बराजुले पनि त्यही घाटमा डुङ्गा चलाउँथ्यो अरे अब तिम्रो डुङ्गा पनि हमेन भन्दा टिक्दैन क्या अरे अब म नयाँ डुङ्गा ल्याउँछु घाट तिम्रो डुङ्गा मेरो आएको पैसा आधा आधा गरौँला हुन्न आज दिनै राम्रो छैन क्या हप्ताको 200 डुसु भयो यार अलि ध्यान दिएर खेल तिनै सिक्वेन्स थियो कि आयो फेरि लोतर बार बस बाइकको चाबीले त चिसो लागेको छ तँलाई बाइकको चाबीले छिटो हारे बेला ल्याङ नगर्नु बतासे अहिले दाइले तेरो ग्यास लिक गरिदिन्छ अनि हार्दा रिसाउनु अहिले के खेल्नु जुवा चाबीले छिटो चुप गर्छ ओ म भन्दैछु है बाइकको चाबीले अन्त बम्फुले कि मेरो बाहिर फिर्ता गर तेरो पैसा पछि म बाइकबाट हुनु खोज्छस् मान्छे छोड्नु कि माटा देखाउँछु बिस फेरि पहिला चाखेर त हेर सुक्या नारीको लुक्या बल बत्तिया किकले होलास् नि फेरि ग्यास्ट्रिक होइन छोडिदिएको आज नपक तेल चाहिँ कहाँ फ्याँक्नु त तेल हालिदिइरहेको छु चाबी चाहिँ दिनु त हेलो ए आउँदैछु के अन्त यो ल डार्लिङ ल
टाढैको यात्रा हो कि हजुरको? चिन्नु जानु के बोल्नु पर्यो होला? केटीहरूको मुस्कानमै परिचय हुन्छ। बाइ द वे म बतास। बाइकको कि मान्छेको? बाइकको RX 100। हतारमा देखिनुहुन्छ। किन पुऱ्याइदिने हो र? सरी यार, किन सरी यार? मिटिङ थियो त्यही भएर लेट भयो कि। ए लेट भयो। दोहोरीमा झुल्कियौ नानी, झुल्कियौ नानी, देख्न साथै टटकै मन खानी, गोर्खा मनका मना, झ्याप्पै मायालाई हालौ भने नि, ठिक छैन जमाना, झुल्कियौ नानी, झुल्कियौ नानी, देख्न साथै टटकै मन खानी, गोर्खा मनका मना। राम्री भन्छन् सबैले भन्नलाई, सबैले भन्नलाई, सख्या छैन कसैको भन्नलाई, गोर्खा मनका मना, झ्याप्पै मायालाई हालौ भने नि, ठिक छैन जमाना, सबैले भन्नलाई, सबैले भन्नलाई, सख्या छैन कसैको भन्नलाई, गोर्खा मनका मना, झ्याप्पै मायालाई हालौ भने नि। दाइ के भयो? पानीपुरी भए पनि खाउँ न हौ, हात हरहर भयो। जान त गोर्खा, कहिले कहिले किनेर पनि खान सिक्न। बतासे आउँदैन अब। हो आउँदैन होला। एकछिन पक्नु त। कति पर्खिने हो? पर्खेर मान्छे भेटिन्छ। जाउँ अब। ब्रेक समाज ब्रेक ब्रेक। ढुङ्गा कस्तो मिलायो भने ल यही हो। पानीपुरी बनाऊ। एक प्लेट लाउँ त दाइ, हामी पनि खाउँ। अरे जिग्रीहरू कता? ओइ के थालो तेरा? हजुरलाई भेट्न कम दुःख हो बतासजी। त्यसो भए दर्शन गर। तिमीहरू पनि गर्छौ कि? खोइ मेरो चाबीले। अलिक बोल्नु सिके, जहाँ पाए त्यही तेरो मेरो चल्दैन। खुर्का चाबीले भनेको सुनेनस्? मेरो चाबीले के पैसा मेरो? कति किचकिच के भनेको? खुर्काले। खुस्किसी के हो? इन्मेज गरेको बिर्सिस? बुढालाई पनि तिरेन त। खुर्काले न। पैसा दिन्छस् कि चाबी दिन्छस्? साला यो कति किचकिच गर्छ साला। फुरुक्दैन। पागल जस्तो भोलि फुल पेमेन्ट गरिदिन्छु साला। के भोलि मलाई थाहा छ। बुढो भन्छ सुन्दैन। है चाबी यहाँ छ। जाउँ दाइ। ओइ तेरो पैसा ले। तेरो पैसा ले भने सुन्यो। तेरो पैसा? साले खाते 5,000 म बाइक गर्न खोज्छस्? हैजा साला तेरो खटारो। मान्छे उस्तै बाइक त्यस्तै।
उबै होइन अचेल त तेरो त मुख पनि देखिन्न त कता छ हौ त अच्छा मेरो मुखमा के छ र त्यस्तो हेर्नुपर्ने होइन अस्ति 500 लगेको बिर्सिसी कसो हो पछि मलाई बटुलले म यो के अरे के 500 के हिसाब गर्छ छ भने 5000 दिइराख न अप्ठ्यारो परेछु चाँडै दिउँला कस्तो असत्य मुर्दा रहेछ कमसेकम दाइलाई सहयोग गरे हुन्थ्यो मनमाया ओ मनमाया चिनी हालेको चिया पाएको त भाउजू कहिलेको हामी पनि मिठो खाउँ मेरो हाल त कमान ल्याउनु पर्यो नि कमाएर ल्याउने मेरो उमेर पुगेको छैन अलिकति पैसा सपाटी दिइराख त माथि गएर बाउसँग माग हेर्नु लाग्छ है मुर्दा भने मात्र त्यो मेरो पैसा नछौ अच्छा अनि दाजुभाइ भने के तेरो मेरो यार नगर नि मलाई लास्ट अप्ठ्यारो परेछ सापटी दिइराख न त्यो पैसा ल्यायो भनेको त सापटी भनेर चाहिएछ के होइन भनिरहेको छु म कस्तो बुझ्दैन सिकाउँछस् सापटी नि हिसाब गर नि त पछि मिलाउँछु म ला तेरो पैसा ए बाहिर कुकुरा आएछ हौ भाछ भन्दै भित्र गएर खिच्छ ला तै खिच तेरो बात गाउँले लाउन यहाँ त जाँड खाएर मान्छे लडेर मरेर छ बतासे डाका आउनु पर्यो
अब जिम्दै रहेछ नि बतासे मुर्दार त झसँगै बनाउने एकछिन त ना ना ए क्या रे यस्तो अप्ठ्यारो बसेको छ झार्ला चाहिँ बलेसीमा आडिदिन्छु मुर्दालाई ए के गरी के होस् पाहुना मार्ने भयो यसले त कहाँ मर्न गएको छ अहिलेसम्म याम क्या रे चिट्ठा के होस् झन् माथि गएर खाटमा सजिलो बस्ला भन्छु त रिसाम्छ अडी किन नरिसाम्नु त झन् घरमा कोही छैन ए को चाहियो त तँलाई म छँदैछु त्यो बिस्तारै आउँदैछ ल बिस्तारै बस मेरो पनि जा अब खाडीतिर खाने मुख बढ्नलाई थाहा छैन खाडी पनि अगायो साडी पनि अगायो छोरा मुख हेर्ने बेला जान्छु म विदेश ती छोरा छोरा भन्छ मारि बरु बतासे आएको थियो घर चिया खाजा खान्थ्यो कि चिया खान आएन सल्लाह सिनाम पहिला सुन कान्छ यो गाउँमा बिग्रेको कहीँ काम नलाग्ने तरमा अब तरामालाई कसले देला त ऋण ल भन् त के आस्ते खाएर घरमा बोलायो त नि माट्ने हाँडे बुढा सुन बतासे बरु तरमा मिलेर बिजनेस गरौँ नि त पार्टनरमा यसलाई सेयर निकाल्न त 10,000 रुपियाँ आमा कसम तिर्छु मरेको बाउ र आमा कसम किन खान्छ है बतासे मुर्दार तेरो दाइसँग अंश माग्नु बरु के छ र अंश माग्नु छानो माग्नु कि चुलो माग्नु डुङ्गा त्यो तेरो सम्पत्ति होइन र होइन औषधि खाएको छैन र अझै खान्छेस् मेडी खान्छु सुख नदिने भइस् तैँले नजाडा खुर्को सुत छोरा सुत्यो सुत्नु त अझै तपाईँ चाहिँ सुत्ने बेला भएन सुत्ने र मुत्ने बेला मलाई थाहा हुँदैन यो चाहिँ काम कसले गरिदिन्छ काम गर्ने बेला हुन्छ है
ए आम्मा सुत्नै थपक निन्द्रा लानु अच्छा अनि के न्यु खोजी के होस् तैँले मेरो बुढो त रिसाउँदा झन् कति राम्रो गचक्क झकमारी बोका जस्तो तँ धम्केलाई म भन्दा राम्रो त कसले लान्छ र नि किन इत्रेको यो आइमे अच्छा त्यसको आमा मान्छेलाई थापेको हो कि माछालाई हराउनु पर्यो छिटो ए भक्ति तेरो भाइले आउँछ चाहियो भन्छ त्यही भएर हामीहरू भेला भएका हौँ के छ र आउँछ लाग्नलाई आफै गरी खान पर्यो नि औ यस्तो कुरा गरेर हुन्छ र बाउबाजेको सम्पत्ति त एकजना आलु भए पनि ठ्याक लाग्नु पर्दैन अब तिमीहरूको भएको यो एउटा घर हो आधा आधा बाँडेर मिलेर बस दाजुभाइ भाँडाकुँडा जाय जेथा जे छ त्यो सबै बाँड्नु पर्यो नि कान्छाले त रोजेको पाउँछ क्या भाँडाकुँडा जाए त मलाई केही छैन भक्तले घर राख मलाई डुङ्गा चाहियो के रे ढाका कहाँ लगेर बेची खानु ल्याऊ आफ्नो भागको सम्पत्ति हो के अरे बेची खाउँ कि मासी खाउँ पछि तिम्रो भागमा दाबी गर्दिन के अरे ल लैजा डुङ्गा चाहिन्छ भने यही घर फ्ल्याग लगा अब हामी त मिल्ने भनेर आएको के अरे नि मैले आफ्नो भागको सम्पत्ति कसरी पाउँदिन अड्डा अदालत जाँदा पनि जान्छु मेरो भाग त पाउनु पर्यो नि चुप लाग कान्छा सुन भक्ते तेरो भाइले पनि त बिजाउनु गरेर मागेको त छैन नि त्यो डुङ्गा त्यसकै भागमा दिए घर करे साथ तन्जिममा लिएर बस यही डुङ्गाको भरमा घर थामिरहेको छु म के गरेर दिन्छु डुङ्गा बरु यही आँगन फ्ल्याग लाओस् त त्यो डुङ्गा समात न त मलाई घर घटेरी जुम्मा दे सक्छ अब के अर्थ यसले फेरि त्यो डुङ्गामा छानो हालेर बस्छ डुङ्गा त म ज्यान जाला दिन्न अरू जेसुकै गरोस् नाथ्यो थोत्रो डुङ्गा मिल्ने कुरो गर्नु परेन चुप लाग त चोर हामी त मिल्ने भनेर आएको यहाँ मिलाउनु भनेर पो आएको मेरो डुङ्गा लुट्न आएको हो त चोरहरू मिलेर ओए ओए चोर हाँ गुलिको ओए आए ना के मारे भक्तले आउनु छुट्याउन के
बाँकी 10 चाहिँ कहिले दसैँमा? 1 हप्तापछि आउनु। हुँदैन रहेछ, आए चाहिन्छ। अच्छा के गरेको छ? चाहिँदैन तेरो ढुङ्गा, फिर्ता लैजाऊ। त्यो दिइरह। सय पुगो त ल्याउ न। चेन्ज छैन के, एकछिनमा दिन्छु। कतिको नोट छ? यस्तो किचकिच हाँस्छन् के तास्छन् यार। नखेलौ नि त। बाँड दिइहाल्छ नि। पैसा नजोडिदिनु बाँड्दिन। तास पनि उतार खेल्छ। बाँड्न एकछिनमा दिइहाल्छु नि। अनि के एकछिनमा चाहिँ आकाशबाट पैसा खस्छ? पैसा भगवान त होइन, तर भगवान भन्दा कम छैन। यो नेपाली फिल्मको डायलग हो। चाबीले ल कच्चा हिसाब गर चाहियो ल पुरानो पनि हिसाब गर साला यो खटारोले साह्रै दुःख दियो। आउँदै बाटोमा स्टार्ट बन्द भइदियो भने यसलाई मुक्ति दिएर नयाँ किन्नु पर्ला जस्तो छ। गर्लफ्रेन्ड पनि नयाँ खोज। यसरी नरिसाउन डार्लिङ, गर्लफ्रेन्ड भनेको त लाइफ ग्यारेन्टी हुनु। 2-3 घन्टा पनि कसैले कुराउँछ? घन्टाको हिसाब नगर, यत्रो लामो जिन्दगी सँगै बिताउनु छ। जाउँ माथि डाँडातिर आऊ। जान्न म अर्काको खटारामा। हाम्रै हो, किनिसके। गीते केटीहरू साह्रै बाटो, अहिले त छुनै नहुने, हाम्रो हातमा काँडा उम्रे जस्तो। केटाहरू चाहिँ साह्रै लाटो, दिउँसै रात पार्न खोज्छ। यो तालले हुँदैन कान्छे। कस्तो ताल चाहियो? बिहे गरिहाल्नु पर्यो, केटीहरूको टुङ हुँदैन। ए त्यस्तो हतार भयो? हतार भन्दा नि मायाको स्वाद बेलैमा चाखेको राम्रो। जा अर्कै खोज।
होला माया पिरती निर माया पिरती निर माया पिरती निर चखेवाको जोडी जस्तो हाम्रो पिरती निर जहिले रिसाउने निर जहिले रिसाउने निर कहिले होला मायासँग माया मिसाउने निर जहिले रिसाउने निर जहिले रिसाउने निर कहिले होला मायासँग माया मिसाउने के तालो तिम्रो हपक्क गाडीमा गएर बस हपक्कै बसिरहेछ त चुप ल दबाई खा के गति देखाउँछ यो फुर्केर खादिनु नखाए नखा बिडी खान्छस् त दिउँ दिनु के गर्ने मैले जेसुकै गर्नु तपाईँको सम्पत्ति चलो भाडो आइज जा बोकेर तार नकारण एकछिन नकारण अब आइहाल्यो मेरी माया हिमाल की जस्ती हिमाल की जस्ती आधा मोटो छोडेर दिउ जस्ती माया जान्छ सानो माझे गाउँमा रे फोटो भयो हिमाल की जस्ती हिमाल की जस्ती आधा मोटो छोडेर दिउ जस्ती माया जान्छ किन बोलाको तलब दिने हो अस्ति लग्यो होइन अस्ति त कस्ट्युमको थियो 6 महिनाको बाँकी छ अनि तिम्रो मान्छेलाई खर्च गरेको त्यत्रो हिसाब चाहिँ बाँकी छैन है तेरिका बस न किन प्लिज बस न एकछिन दिनभरि पनि कहाँ जान्छौ एकछिन कुरा गर्न पाएको होइन यसरी नतडपाउ न यार किन तडपेको त यार यसरी 3 वर्ष भएछ हाम्रो भेट भएको आज सेलिब्रेटी गर्ने ल चीयर्स साउबा साउबा नभन न प्लिज मदन भन न मदन ढिलो भइसक्यो मलाई म छु नि म पुर्याइदिन्छु
एकछिन त बस, अर्जेन्ट कुरा छ के? के छ अर्जेन्ट ल भन्नु। के भन्ने, तिमी कुरै बुझ्दैनौ। पहिला भन्नु पर्यो नि त। तिमीले मेरो माया बुझ्दैन होला कि? बुझ्छु लाटा। घर पनि जानै मन लाग्दैन। अब चियानतिर जाने बेला भयो नि त। चियानमा जान पनि तयार छु, तर एकचोटि मेरो मनको कुरा बुझ्देऊ न प्लिज। आज म तिमीसँग जान्छु ल। किन जाने? जाने नि। भित्ते जालस त। सन्दु, म चाहिँ के गर्ने त? मोर। पुर्ख्यौली घाट हो भनेर सधैँभरि पिउ जस्तो ओटेर राख्नु पाउँछ र? गाउँलेको मर्म बुझ्नु परेन? भन त भक्ते, कहिलेसम्म आउँछ तेरो डुङ्गा? ए बोलै अबे कि नल्याउने हो र? नत्र म त भोलि ल्याउँछु कि थोत्र मात्र एउटा डुङ्गा त। बोल भक्ते, तैँले तुरुन्त एउटा डुङ्गा ल्याउनु पर्यो, होइन भने यो घाट छोड्नु पर्यो। ए बा, ल्याम्चु भनेपछि ल्याम्चु के अरे नि? मेरो पनि त घाँसै अड्किया छ। मुखले मात्रै बोलेर हुन्छ र? ल्याउनु पर्यो अब। ए गल्फुदे, तैँले तुरुन्त डुङ्गा ल्याउनु सक्छस्? म त भोलि ल्याउँछु के अरे नि। गाम्लेले बोल्नु पर्यो, घाटाको कुरा मिलाइदिनु पर्यो। अब त माझीको छोरा जातैले पाएको। पहिले घाटमा डुङ्गा ल्याएर मात्रै हेर जाँट। त्यही डुङ्गामा च्यान बनाउन सकेन छु भने देखलास। आपुई के बोल्या यिनले? डुङ्गाको च्यान बनाउँछु भन्छ। देखिँदैन किनारा तर डुङ्गा चलाऊ माझी। लहरी लहरी लहरहरूमा सपना सजाऊ माझी। देखिँदैन किनारा तर डुङ्गा चलाऊ माझी। लहरी लहरी लहरहरूमा सपना सजाऊ माझी। चितिजको उज्यालो छल्क्यो छालैमा। कहिले वारी कहिले पारी थकाइ मेटाऊ माझी। बहना समाऊ बहना चलाऊ जीवन चलाऊ माझी। रहर सबै सेलाऊ तालको पानीमा। भाइ बनाउँदाले डुङ्गा खोजिदियो, घाटै बन्द हुने भयो फुपू मेरो त। कता मात्र खोजेर किन्नु। कहाँ खोज्नु, कसलाई भनौँ? पैसाको गाह्रो छ, हैरानै भएको छ। आगनी मै रहर पुरहिरा। फेरिँदैन भाग्य तर डुङ्गा चलाऊ माझी। चालेर छैन साध्य तर डुङ्गा चलाऊ माझी। रहर सबै सेलाऊ तालको पानीमा। कहिले वारी कहिले पारी थकाइ मेटाऊ माझी। बहना
दाइ पोखरा यही हो नि त पोखरा यही हो नि त दाइ यही हो कहाँदेखि हो बाटो बिराको अरबदेखि होटल चाहियो हो कस्तो जो पाए त्यही मान्छे छिरा निस्किहाल्नुहोस् जो पाए त्यही पसेर कस्तो निस्किहाल्नु चिन्दैन मैले तपाईँलाई निस्कि भाग भागिहाल मेरो कोठा यस्तै घरमा थियो कहिले 3 वर्ष पहिले कहाँ यो घर बनाएको 1 वर्ष भएको छैन कहाँबाट हुन्छ तेरो कोठा सुन्नु न मेरो कुरा त राम्ररी सुन्नु तपाईले होइन भाग जाऊ त भाग उठे जा हैन कस्ता मान्छेहरु छ यो घर चन्दु के भो किन आएको एकछिन बस्छु किन के काम छ र एक पेक बनाऊ न छैन रक्सी भट्टी जस्तो लाग्यो ए तेरिका एक ग्लास पानी त देऊ कसम तिमीले भन्छौ भने म चुरोट रक्सी सबै छोड गीत दे प्लिज चन्दु म तिमी बिना बाँच्न सक्दिनँ डोरी लगाइदिउ मर्छस् चन्दु तिमी कुरै बुझ्दैनौ छोड गीत दे त यहाँबाट गइहाल तेरो नियत ठीक छैन तिमी निष्ठुरी रहेछौ तिमी निर्दयी रहेछौ संसारमा कसैको नभएको तिम्रै रहेछ तिमीले मेरो भावना बुझेनौ अब सब सिद्धियो फिनिस आजदेखि तिम्रो अनुहार कहिले हेर्दिनौ किन हेरिस मलाई कुट मलाई झुन्ड्याएर मार तर मलाई चाहियो आजै चाहियो अहिले चाहियो बे गर्न त पहिला मलाई गर्छस् मलाई बे अनि घरको बुढी कहाँ लानु त को यो रुन्छ को हो भाइ तँ चाहिँ को यहाँ के गरिरहेछस् म मेरो कान्छी बुढीसँग घरयासी कुरा गरिरहेको छु एनी प्रब्लम हिँड बाहिर हिँड्न
के गर्न छोड्दिन नगर्न बिहेको जुत्ता हो दायाँ बायाँ होइन त्यहाँ ख्याल गर लाइटर छ ब्रो उड्काल्यौ गिलास छ त छ चाखौँ न पहिले सलिड ठ्याक्कै लोकल जस्तो रहेछ अनि यही ताल किनारमा ढेरा जमाउने विचार छ कि हो भाइ मलाई सुकुम्बासी देख्नुभयो सरी है भाइ श्रीमतीले लखेटिन् त घरबाट त्यस्तै सम्झिनुहोस् केटीहरूको जात पनि अचम्मको छ यार माया भयो नभई नहुन् अनि के सोचियो त भाइ राम्री छ भने घर फर्किनुहोस् के नराम्री छन् विचार गर्ने आफ्नै श्रीमती पनि राम्री नराम्री भन्ने कुरा हुन्छ बानी राम्रो हुनुपर्छ भाइ केटीहरूको मामलामा अलिकति समस्या छ राम्रीमा बानी नहुने नराम्रीमा आँखा नलाग्ने हुनेवाला नानी पनि च्वाक छ बानी अलिकति गडबड लागिरहेछ राम्री छ भने भगाइहाल्नुहोस् नत्र अरूले आँखा लाएर हुदुम अच्छा भाइ पनि अनि भइरहेछ लिऊ लिऊ मेरो कथा अलि फरक छ सुनाउनु त फरक कथा म पुरेतको खेतमा हलो जोत्थे छोरी उधुम राम्रो जात नमिल्ने म मुला हले पानी खाऊ नि त पहिला आगन
विरोधीको आँखा अन्धो हुन्छ भन्थे आफै माथि जाइ लाग्यो। के हर्छ? किन खानु पर्यो यस्तो गनाउने? सधैँ खान्छु त, आजै मात्र गनायो। त बिहा गर्दैनस्? कसरी गर्नु? अनाउ समातेरै जिन्दगी बित्ने भयो। आँट गर्न। के आँट गर्नु? घरमा एकचोटि माग्न जा, दिएनन् भने भाग्ने हो। किन आएछे गन्छ? माग्न आएको। के माग्न आइस? छोरी। के? छोरी। कसको? तिम्रो। क्यार्ने? बिहार्ने हो। ए डाका ओइ बल्ल लिएर हिँडे छोरी आउ न ए कहाँ गएको यसलाई मार्यो डाकालाई यसलाई डाका तेरो तेरो हात मर्दको आँट हुनुपर्छ आँट। भगाएर जोडी त बाँधियो, खाने लाउने बन्दोबस्त गर्न अरबतिर गइयो। 3 महिना कम्पनीमा फटाफट काम गर्यो, अनि तलब बढाउनु पर्यो भनेर हामी टाठाबाटाले आन्दोलन गर्यौँ। त्यसपछि त 3 वर्ष जेलमा जाक्यो, अनि डाइरेक्ट नेपाल। श्रीमतीसँग भेट भयो त? कोठै भेटिएन, सबै घर उस्तै देख्छ। अच्छा।
ए मनमा ल पनि खा ल पनि खा औषधि सकिएपछि भन्नु पर्दैन हाँसेर जित बेटेंगी अब उसले सोच्दै खानु के भयो नखाए नखा मेरो लागि हो र आज बाका थिए राम्रो माइत जाउँ छोरी भन्यो सपना बिबनीमा त अब अर्को जुनीमा भेट होला अन्जातसँग हिँडेपछि बाउमाइती सम्झेर हुन्छ अलि थपौँ कहिले सुख नदिने भइस् तैँले दुखीलाई जिन्दगी साह्रै राम्रो लाग्दो रहेछ सँगालेर बाँच्ने गाह्रो खुब जान्ने भएछस् ल यो 15,000 भयो है आमा ओइ मनु मनमाया
आज पश्चिमबाट घाम हुँदा चाहिँ क्या के भन्छ यो आमे किन आँक्छ त लाटा जस्तो ओइ बाहिर आइज तेरो बाउ माइती ल्याइदिएछु मैले आज के आइज न बाहिर आइज न आइज हिस्सा बुढी हिच्छ दाँत देखिस् तेरो बाउलाई त्यो त तिम्रै बाउ जस्ता छन् यसै गरी जीवन कथा चलिरहोस् रुमानी रंग बसन्त छरी मन्द मन्द हाँसिदिनु सुस्तरी यसै गरी यो हाम्रो प्रेम चलिरहोस् रुमानी रंग बसन्त छरी मन्द मन्द हाँसिदिनु पानीको जवानी झै यो जिन्दगानी ताजा छ पानीको जवानी झै यो जिन्दगानी छोटो गुलाबी रंग पानी सरी मुसु मुसु हाँसिदिनु गुलाबी रंग पानी सरी मुसु मुसु हाँसिदिनु चुपचाप यसै गरी यो हाम्रो प्रेम चलिरहोस् रुमानी रंग बसन्त छरी मन्द मन्द हाँसिदिनु रुमानी रंग बसन्त छरी मुसु मुसु हाँसिदिनु मन्द मन्द हाँसिदिनु मुसु मुसु क्यार्न लाछ चोर देखा छैन र गाउँलेले मर्ग पर्यो न डुङ्गा ल्याऊ त त्यतै बसेर चला म यहीँ बसेर चलाउँला तेरो च्यान बनाइदिन्छु मुर्दार अबुई तैँले कसरी च्यान बनाउनु रहेछ म पनि हेरौँला तेरो बाउको छाती मुलाएर गाड्यो किला म जिउँदो भइन्जेलसम्म यो गाडा कसैले गाड्न पाउँदैन बुझिस् हेरौँला म पनि यहीँ ल्याएर गाड्छु तैँले के ख्याँदो रहेछ साँच्चै तैँले मसँग जोडी खोजेको त आइज चोर नि हो मसँग लाइजा पक मोर्छ साझ त
गेडिदिन्छु आज मैले यसलाई। होइन के भयो गेडिदिन्छु चलाई। के गर्न लाग्यो? भक्ति बाउ लाएर मर्यो। लौ न गाउँले ग्वार ग्वार भक्ति बाउ लाएर मेरो डुङ्गो खत्तमै बनायो। लौ न गाउँले हो भक्ति बाउ लायो। हो त्यो मलाई भेटाइदिनु पर्यो। मैले कहाँ लगेर भेटाउनु? अनि तिम्रो कोठामा कसरी आयो त त्यो? मलाई के कारणले हिर्कायो? त्यसको नाम ठेगाना सबै दिनु पर्यो। म त्यसलाई छाड्दिन। मैले माकुरेलाई बोलाइसकेको छु। के हो सुड्डो? सोलिड छ त? मान्छेको पत्ता लाग्यो? यही केटीको कोठामा आवत जावत छ। त्यसको त्यहीँ ढुकेर हान्नुपर्छ। केटीको कोठामा ढुकेर केटालान क्या किस कुरा गर्छस्? केटीले हान्ने भएदेखि तँलाई पैसा दिएर बोलाउँछ पागल। डोन हो पागल होइन। 2 दिनमा तेरो काम फत्ते हुन्छ।
आइज बस बाइकमा फाइनल कुरा गर्नु छ अनुहार ढेँडोको जस्तो बेउरा झन् बाँदरकै जस्तो ओइ अरे अनुहारहरू मिलाएर हेर त दया आङ्ग्रा जस्तो देखिन्छ भन के हो तेरो फाइनल कुरा अच्छा बिहे अगाडि मुख छाड्न थाल्यो के हो फाइनल कुरा हजुर भनी बक्सियोस् तिम्रो र मेरो बीचमा छिर्ने झर्केलो मान्छेको साउ हो दोरीको व्यापार घरसम्म चाहिँ कसरी पुग्यो त पछि भेटेर कुरा गर्न त जा अहिले पछिको कुरा पछि हुन्छ आज मलाई दुधको दुध पानीको पानी चाहियो कुरो क्लियर हुनुपर्छ यहाँ के हो हुन्छ भन के हो ओइ चिनिनस् जा अर्को दिन पाउरोटी खा साला भिखारी सम्झिस् मकुरेडाउनलाई हिँडीको गाडीर भन्छस् साला डनसन कोही चिन्दिन म सुक्या नारीको लुकिया बल बत्या किकले होला क्या फेरि एकरा सामान निकाल साला कहाँ बत्तिस किन तानेको भाइ त्यसरी हामीलाई हतार छ हिँड्नु तिमीलाई हतार भयो तिमी जाऊ नि त उसलाई किन तानेको चिन्छौ र उसलाई अच्छा ऊ मेरो आफ्नै श्रीमती हो नि त
भक्तबहादुर भुजेल तिमी हो? तिम्रो नाममा फौजदारी मुद्दाको उजुरी परेको छ। लिएर आहा कति मिठो खै आमा खै ओइ खायो आहो नि आमा है कति मिठो नि आहो त्यही बस होइन सुनिनुहोस् भनेको के गर्न लाग्यो तैँले के गर्न लाग्यो तैँले भनेको के गरेको त त्यो टुङ्गै फैलिन्छ के गरेर लाग्यो तैँले मनु छोड़ मलाई छोड़ दे
मनमना मनमना यो औषधि लिएर आउनुहोस्। त्यो केटा चाहिँ को हो? मित दाजु।
सेलाऊ तालको पानीमा सिरानी बनाऊ सपनाहरू कानी बिउझिएसी सपना कठै भुलिरा नाता लगाऊ इच्छाहरू